नमस्ते। हिजोको हाम्रो यात्रा थियो पिस हिल। आज चाहिँ हामी मामा घरमा छौँ। मामा माइजूहरूसँग भेटघाट भयो, रमाइलो भयो। अब चाहिँ हाम्रो घले गाउँ जाने योजना रहेको छ। रमाइलो ठाउँमा आइपुगेका छौँ। डरलाग्दो भिड छ, हेर्दैमा कहाली लाग्ने। बिन्दा बेसी, चण्डी डाँडा, बेसीसर बजार, मर्स्याङ्दी नदी, हिजो हामी गएको ठाउँ चाहिँ पिस हिल। देख्न सक्नुहुन्छ सिधै अगाडिको अग्लो डाँडा। सापले भिड हो है यो। हामी घले गाउँ आइपुग्यौँ। यो हो घले गाउँ, झुप्प परेको एउटा बस्ती। रङ्गी चङ्गी जस्ता पाताले घरहरू छाएका छन्। हाम्रो घले गाउँको घुमाइ सकियो। अब हामी फर्किने क्रममा छौँ। हजुरलाई चाहिँ घले गाउँ कस्तो लाग्यो? घले गाउँ जति नामले प्रख्यात अवस्थामा सरसफाइ व्यवस्था अलिक कमै पाइयो, तर एकपल्ट भिजिट गर्नलाई ठिक छ। हामी त भिजिट गरेर फर्किँदैछौँ। हामीले गरेनौँ, तपाईँहरू के पनि गर्न सक्नुहुन्छ। अब हामी चाहिँ फर्किन्छौँ। तपाईँहरू चाहिँ आउनुहोस् है। धन्यवाद। धन्यवाद भाइ।